Hello guys, welcome back to my YouTube channel. We are celebrating today sister's birthday. राजा हामी यहाँ दिदीको बर्थडे सेलिब्रेट गर्नलाई सबैजना रेडी भइसकेका छौँ। हाम्रो सेटअप भइसकेको छ। वाउ हामीले हेरिसक्यौँ र वेलकम टु आवर बर्थडे गर्ल। आज हामी विशेष दिदीको बर्थडे सेलिब्रेट गर्न सबै भाइ बहिनीहरू दाइहरू हामी सबैजना दिदीलाई सरप्राइज गऱ्यौँ दिदीको बर्थडेमा। फाइनली हाम्रो बहिनीले पनि आफै उठाएर जस्तै गर्दैछ। वाउ धेरै राम्रो भइराखेको छ हाम्रो बर्थडे। हामीले सबै सेटअपहरू गरिसकेका छन्। फाइनली दिदीलाई हामीले वेलकम गऱ्यौँ, स्प्रे गऱ्यौँ अनि लगायत दिदी पनि धेरै खुसी हुनुभयो। साथै दिदी अलि भावुक पनि हुनुभयो किनकि मेरो बर्थडे सेलिब्रेट गर्नुभयो भनेर। ल दिदी पनि अलि भावुक हुनुभयो। अब दिदी आफ्नो ठाउँमा जानुभयो। त्यही त हो नि ब्रो, पनि भन्न सक्नुहुन्छ। एकदमै खुसी हुनुभयो दिदी चाहिँ। वाउ पछाडि डेकोरेसन पनि एकदमै पुरा टाइपले कि बहिनीहरूले गरिदिएर फुलहरू पनि वाउ दिदीले चाहिँ त्यो बर्थडेको लगाइदिनु भयो। के भन्छ यसको नाम थाहा छैन, तपाईँहरूलाई थाहा छ भने त्यो नाम चाहिँ कमेन्टमा गरिदिनु होला। तपाईहरूले अहिलेसम्म मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब गरिदिनु हुन अनुरोध गर्दछु। अहिले नै गरिहाल्नुहोस् कृपया, ताकि हाम्रो भिडियो तपाईँहरू सामु आउन सकेको होस्। र दिदीले यो झ्यार झ्यार गर्ने बाल्नुभयो, यसको नाम पनि थाहा छैन मलाई। वाह दिदीको खुसीको सीमा नै छैन अहिले। वाउ दिदीको खुसी हामी हेर्न सक्छौँ। केक पनि ठाउँ ठाउँ लागिराखेको छ। एकछिनमा हामी केक पनि खायौँ, रमाइलो पनि गऱ्यौँ। अहिले हामी अगाडि पनि हेर्नेछौँ। दिदीले थुप्रै गिफ्टहरू चाहिँ पाउनुभयो। फाइनल्ली बर्थडे प्रोग्राम सकियो। कलेक्सन गर्नुभयो यार। दिदीले गिफ्ट खोल्न लाग्नुभयो, चप्पल पाउनुभयो। दिदी वाउ कस्तो रहेछ तपाईको? दिदीको लागि चप्पल गिफ्ट कसले दियो? ल कलेक्सन राम्रो। दिदीलाई धेरै मन पर्यो जस्तो छ। र बोइजहरूले चाहिँ लगाउन सक्दैन यस्तो चप्पल, किनकि बोइजहरूको खुट्टा पनि अलि फ्ल्याट हुन्छ, फ्ल्याट। उई बर्थडेको कलेक्सन राम्रो वाउ रहेछ यार। कस्तो राम्रो डेकोरेसन। भान्जी तिम्रो बर्थडेको भयो, तिम्रो के गर्थ्यौ? भान्जी पनि यस्तै गिफ्ट खोलेर बस्थ्यो नि। अर्को पनि हेर्दै हुनुहुन्छ, सोच्दै हुनुहुन्छ काश मेरे पास भी बर्थडे होता और ऐसा कलेक्सन होता। होती टी 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 कलेक्सन होती। दिदीको बर्थडेमा कमसेकम 4-5 लाखको होइन, 4-5 लाखको पक्कै कलेक्सन भएको छ। खास मेरा बर्थडे में कलेक्शन हो जाता तो मैं माला मान हो जाता, तो मैं माला मान हो जाता। अरे बाप रे बाप। आन्टी कुछ बाजेर सक्नुहुन्छ गाइजहरु, दाँत पनि निस्केको छ। उहाँ नै हुनुहुन्छ उहाँ गिफ्ट दिने मान्छे। यो त्यसपछि अर्को रहेको छ आन्टी हाल्नु
मेरो छोरी त्यस्तै गराउला थ्याङ्क यू सो मच फ्यामिली फोटो राखौँ भने फाइनली गाइस कलेक्सन हेर्न सक्नुहुन्छ यहाँ आमा पुरै फ्रेमले मालामाल हुनुहुन्छ उहाँ। मेरो छोरी चाहिँ यस्तो गराउला आशा गर्छु यो बक्समा 5-6 हजार रुपियाँ भने त्यो यो र त्यो सेम एउटै दिन रहेछ राम्रै हेलो गाइस, देखो न गाइस। अब यो रहेको छ हाम्रो स्पेशल दिदीले दिनुभएको बुझिरहेको सुन्नु साथीहरू यो चाहिँ स्यान्डिल अब हाम्रो यो रहेको चाहिँ एकदमै स्पेसल जो चाहिँ उहाँ नै हुनुहुन्छ दिने मान्छे। यहाँ हेर्न सक्नुहुन्छ खाइदिनु छैन बहिनीको तर यहाँ राम्रो छ भित्र गिफ्ट वाउ के रहेछ हेरौँ है। बहिनीले यो साफ गर्न बाँधी Happy birthday, best wishes for you. And then, happy birthday. Wow, this guy I like so much. And after that, this is bracelet, maybe. Wow, this is cake, so nice. Wow. What is the key charm? Maybe this is blender. ब्लेन्डर ओइ त्यो त कालो फुल लाग्छ त्यसलाई त्यसमा Really nice. And then after all eating things, wow, so many cards. You are so sweet. That's why you're so sweet. You are my happiness. I like all those gifts and thank you so much. Thank you everyone for making my day so special. शहर बसाने लुटेर आगे हेर्नुहोस् त गिफ्ट दिने ठाउँमा गिफ्ट मागिराख्नु भएको छ गाइस के भन्दा अहिले अरुणाले पेन निकाल्नुहोस् तपाईँको पेन। मेरा ये सब प्लीज ल्याउनु दाइ तपाईँको लागि। इधर ओड लेखा है ओड मलाई लाग्छ यहाँ एजुम गर्नु त मलाई लाग्छ दिदीको घरमा सायद क्यालेन्डर थिएन जस्तो लाग्यो मलाई असार महिनाको यो चाहिँ मनी बक्स हो गाइस यहाँ त पैसाले भरिएको छ मलाई माथ हो गयो आज फाइनली गाइस आजको लागि यति फेरि पनि हामीहरूको ब्लगमा भेट्नेछौँ। प्लिज लाइक सब्सक्राइब दिस च्यानल। ओके बाई बाई।